हेलो गाइस, सबैलाई स्वागत छ मेरो नेक्स्ट ब्लगमा। जे यो नै हो ब्लग। सबैलाई स्वागत छु। गुड मर्निङ सबैलाई। यहाँ हाम्रो दिदी बसिरहेको छ, म ब्रस गर्दै। काम छैन यसको के। आज चाहिँ सन्डे हो र गाइस हामी यतिकै बसिरहेको छौँ। रनिङ गएको थिएँ बिहानै मर्निङमा, त जुत्ता खोलेको छैन। यहाँ कुखुराको बच्चा अनि हाम्रो दाइ के गर्छ भित्रको नि हेर्नु पर्यो के गर्दैछ। यो गाइस के गरेको दाइ तैँले? यसले कपकेक बनाउने अरे यहाँनिर। अब यसले कपकेक बनाएर अनि के गर्छ भने खिलाउँछ र नि, होइन? अब कपकेक बनाउँछ अनि खिलाउने अनि खाने। यो गाइस झन् यसले यहाँ केक बनाउने प्रोसेस हुँदैछ केक बनाउने गाइस। तो गाइस यहाँ केकको यहाँ प्रोसेसिङ चल्दैछ, हेर्नु होला अलिकति केक बनाउने थाहा छैन। के केक बनाएको दाइ? कपकेक। के फ्लेभर? चकलेट फ्लेभर्स कपकेक। ओहो, चकलेट फ्लेभर बनाउँदैछ यसले। चकलेट फ्लेभर। चलो, दुईवटा अन्डा फुटाइछ अनि हालेछ। ल हे गाइस हेर्नु है। यो गाइस हाम्रो केकमा चाहिँ पानी हाल्दैछ। केक दुध खाने जग्गामा पानी हाल्दैछ यसले त। ल किनकि दुध पटक हालेछ नि त। कसैलाई केक चाहियो भने या कप केक या बर्थडे केक चाहियो भने मलाई हामीलाई कन्ट्याक्ट गर्नु होला। यहाँ कप केक रेडी गर्नुको लागि कप ल्यायो गाइस दादाले। गाइस हेर्नु सक्नुहुन्छ हाम्रो दादा। त गाइस यहाँ बनाएर रेडी भइसक्यो। अब यसलाई सिर्फ तताउनुको बाँकी छ। ल गाइस यहाँ अलिकति सामान छ, केक बनाउने सामान। यो एटिएम कार्डले पनि केक बनिँदो रहेछ यहाँनिर। देखो गाइस, एटिएम कार्डले पनि सबै प्लेट हो, सबै कप जाँदैछ प्लेटमा अनि जान्छ ओभनमा। अनि त्यहाँदेखि हुन्छ गरम, अनि त्यहाँदेखि हुन्छ केक। गाइस तपाईँलाई देखाइदिन्छु केक कस्तो हुने रहेछ लास्ट एन्डिङमा। हेर्नु गाइस कति राम्रो यहाँ दादाले यहाँनिर केक हाल्यो प्लेटमा। अनि त्यहाँदेखि जान्छ चुलोमा। यो चुलोमा गयो ढाइक। अनि त्यहाँदेखि टाइमर सेट, टेम्परेचर 180 डिग्री बार हुन्छ, दुईतिरैको बार गरम। अनि यो हुन्छ टेम्परेचर टाइम हुन्छ तपाईँको 30 मिनटको लागि। ल 30 मिनटमा पाकेर रेडी हुनु पर्यो गाइस। अब यो ल हिजो दादाको घरि आधी थियो, आधी बनिरहेको थियो। आज पुरा फुल बन्यो गाइस, मतलब आधी पनि हो यहाँको। अनि भित्रको बेरा पनि पुरा लागिसकेको छ, देखाइदिन्छु तपाईँलाई। हेर्नु गाइस भित्रको बेरा पुरा लागिगयो। भित्र चाहिँ बेरा लगाएर पनि के गरेको यसले। आज यताको पुरा लागिजान्छ अरे बेरा। हाम्रो मिस्त्री दाइ। गाइस हाम्रो ओभनमा केक रेडी हुँदैछ, कालो कालो केक। यहाँ दिदी घर लिप्नु हुँदै रहेछ। के लिपेको छ घर? गाइस केक चाहिँ रेडी भयो। रेडी भयो।